साथीहरू ल हेर्नुहोस् त मेरोमा चाहिँ दिनरात हिँड्ने बाटो चाहिँ यस्तो छ हैन। अनि यो बाटोमा चाहिँ यस्तो सलक सलक परेको रुखहरू छ, यस्तो सलक्कै सिधा उकालो गएको रुखहरू। यो चाहिँ बिरुवा चाहिँ मैले रोपेको, मेरो छोरीसँग, मेरो छोरा सानो हुँदाखेरि धेरै वर्ष भएको छैन। अनि भन्छ नि साथीहरू, छोरी मान्छे भनेको चाहिँ घर धन्दा घरको काम, अनि छोरी मान्छेले छोरा मान्छेले गर्ने काम पनि गर्छ र भन्छ नि, तर गर्दाखेरि केही पनि हुँदैन रहेछ त। ल हेर्नुहोस् त यो मैले रोपेको उत्तिसहरू मेरो नानीसँग, नानीहरू मसिनोलाई ल्याएर चाहिँ मैले रोपेको यो उत्तिसहरू यस्तो ठुल्ठुलो भएको छ नि। अनि किन नहुँदो रहेछ त, हामीले रोप्दाखेरि केही पनि नजाँदो रहेछ नि त। अनि हाम्रो खाली जग्गाहरूमा चाहिँ यस्तो बिरुवा रोप्यो भने एकदम जङ्गल हुन्छ, भरिभर हुन्छ, पृथ्वीलाई पनि बचाउ हुन्छ नि त। अब यसले राम्रो अक्सिजन दिन्छ। त्यसैले गर्दाखेरि हामी छोरा मान्छेको मात्रै बाटो हेर्ने होइन, छोरा मान्छे केटा मान्छेले मात्रै गर्नुपर्छ भन्नु हुँदैन है त साथीहरू। हामी छोरी मान्छेको पनि दुईटा हात छ भने, दुईपट्टि हातहरू परिश्रम गर्ने हातहरू छ भने चाहिँ एकदमै गर्नुपर्छ है त साथीहरू, एकदमै गर्नुपर्छ। आफूलाई पनि फाइदा हुन्छ, पृथ्वी पनि बचाउ हुन्छ, सबको लागि बाढी पहिरोबाट पनि हामीलाई रक्षा हुन्छ साथीहरू। धन्यवाद साथीहरूलाई, म यही भन्न चाहन्छु।